सम्पूर्णमा नमस्कार। म चाहिँ यो आज एमपिडिएसआर कार्यक्रमको बारेमा केही कुरा गर्न गइरहेको छु। अब सुरुमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामी एमपिडिएसआर कार्यक्रमको यसको उद्देश्य भनेको समुदायको एमपिडिएसआर कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ यदि समुदायमा कुनै पनि 12 देखि 55 वर्ष उमेरका महिलाको मृत्यु हुन्छ भने चाहिँ हामीले चाहिँ त्यसको चाहिँ यो कार्यक्रम मार्फत चाहिँ हामीले नोटिफिकेसन स्क्रिनिङ र प्रेग्नेन्सी डेट भएमा चाहिँ बिए गर्नुपर्ने हुन्छ र त्यो चाहिँ अनलाइन पोर्टलमा इन्ट्री गर्नुपर्ने हुन्छ। अब हामी कसरी चाहिँ इन्ट्री गर्छौँ भन्ने कुरामा म कुरा गर्न गइरहेको छु। जस्तो यहाँ मैले चाहिँ अब सुरुमा हजुरहरूले यहाँनिर यसरी एमपिडिएसआर भनेर यसरी हान्नुभयो भने एमपिडिएसआर लगइन भनेर हान्नुभयो भने लगइन भनेर हान्नुभयो भने चाहिँ यसरी यो खुल्छ। अब यहाँनिर ठ्याक्कै 95 वाला लिङ्क छ होइन, हो यो 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 जुन 182.93.95 वाला लिङ्कमा चाहिँ लगइनमा क्लिक गर्नु होला। लगइनमा क्लिक गरिसकेपछि चाहिँ हाम्रो यस्तो खुल्दैछ, पोर्टल खुल्दैछ। नेट स्लो भएर हुनसक्छ। यसरी एमपिडिएसआरको पोर्टल खुलिसकेको छ। अब चाहिँ हामी यहाँ दुईटा छ, 78 सालसम्मको इन्ट्री गर्न यो छ, 79 देखि यो छ। हामी 79 वयसदेखिकोमा चाहिँ इन्ट्री गर्नेछौँ। यसलाई चाहिँ हजुरले बुकमार्क गरेर राख्न पनि सक्नुहुन्छ एमपिडिएसआर भनेर, ताकि पछि सजिलो होस्, फेरि हानिरहनु पर्दैन यो लगइन भन्ने। हामी बुकमार्कबाट सिधै गर्न सक्छौँ। अब यहाँनिर चाहिँ पासपोर्टमा चाहिँ अब के छ, म मानौँ ताजाकोट गाउँपालिकाको गर्दैछु भने TAJAKOT ताजाकोट @MPDSR 321। त्यस्तै गरी पासपोर्ट पनि सेम छ होइन। पछि तपाईँले पासपोर्ट चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। लगइन गरौँ। यसरी लगइन गरिसकेपछि चाहिँ अब हाम्रो यहाँनिर ड्यासबोर्ड देखियो होइन। नोटिसमा चाहिँ केही पनि छैन, पासपोर्ट सेभ नगरौँ। तपाईँको चाहिँ यहाँनिर चाहिँ यो ड्यासबोर्ड हो होइन। तपाईँले नोटिफाई गर्नुभएको, स्क्रिन गर्नुभएको होइन, अनस्क्रिन गर्नुभएको, नोटिफिकेसन गरेर अनस्क्रिन गरेको, बिए फर्महरू कम्प्लिट इन्कम्प्लिट, यो सबै चाहिँ हाम्रो ड्यासबोर्डमा देखिने गर्दछ। अब अहिले हाम्रो नयाँ सुरु भएकोले केही पनि देखिएको छैन। अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि सुरुमा चाहिँ कम्युनिटी डेथमा जान्छौँ। यसमा हाम्रो स्क्रिनिङ फर्म हुन्छ, नोटिफिकेसन फर्म हुन्छ, बिए फर्म हुन्छ, तीनवटा हुन्छन्। सुरुमा चाहिँ नोटिफिकेसन फर्म हुन्छ। नोटिफिकेसन भनेको चाहिँ कुनै पनि कम्युनिटीमा चाहिँ कम्युनिटी अर्थको घरमा, बाटोमा, कुनै ठाउँमा चाहिँ 12 देखि 55 वर्षको आमाको डेथ भयो भने चाहिँ त्यो डेथ भएको अर्थात् चाहिँ डेथ भएको थाहा पाएको 24 घण्टाभित्र नजिकको स्वास्थ्य संस्थालाई चाहिँ एफसिएचबीले चाहिँ भरेर पठाउने फर्म हो। त्यही फर्मको जस्ताको तस्तै अनलाइन प्रति यहाँ छ। यो चाहिँ हामीले पछि इन्ट्री गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ अब यो म फिजिकल फर्म पनि देखाउँछु। फिजिकल फर्म र अर्को फर्म, दुईटै फर्म चाहिँ हामी हेर्छौँ। फिजिकल फर्ममा चाहिँ यो फर्म चाहिँ 1 नम्बरको फर्म हो। यसलाई हामी स्क्रिनिङ फर्म भनेर भन्छौँ होइन। स्क्रिनिङ फर्म एमपिडिएसआर टुल 1 छ। 12 देखि 55 वर्षका महिलाको मृत्यु सूचना फारम छ। मृत्यु भएको वा मृत्यु भएको थाहा पाएको 24 घण्टाभित्र चाहिँ नजिकको स्वास्थ्य संस्थामा, सम्बन्धित वडा स्तरीय स्वास्थ्य संस्थामा पठाउनुपर्छ। यसमा चाहिँ मृतक महिलाको पुरा नाम थर्छ, मृत्यु भएको मिति, गते, महिना र सालमा छ, पुरा गरेको उमेर छ। त्यसपछि गएर चाहिँ श्रीमान वा अभिभावकको नाम थर्छ, उनीहरूको फोन नम्बर छ, मृत्युको हाल बसोबास गरेको ठेगाना, प्रदेश, जिल्ला, स्थानीय तह, वडाहरू रहेको छ। र अब यो फारम भर्ने स्वयंसेविकाको नाम, पद, स्थानीय तह र कति नम्बर वडाको हो, फारम भरेको मिति, गते, महिना र सालमा, यो फारमसँग सम्बन्धित तथ्याङ्क, पठाएको स्वास्थ्य संस्था पठाएको खबर गरेको मिति होइन। हामीले फारम भरेको मिति र खबर गरेको मिति चाहिँ सँगै पनि हुनसक्छ, खबर गरेको मिति पछि पनि हुनसक्छ। अब यो स्वास्थ्य संस्थालाई बुझाइसकेपछि चाहिँ अथवा
स्वयंसेविकाले त्यो बुझिलिने स्वास्थ्य कर्मीको नाम, पद, ठेगाना र फारम बुझेको मिति चाहिँ यहाँनिर फिजिकल फर्ममा यसरी भर्नुपर्छ भने अनलाइन फर्ममा पनि सेम छ होइन। जहाँ जहाँ स्टार छ त्यहाँ चाहिँ कम्पलसरी भर्नुपर्ने हुन्छ। मृतकको नाम, थर छ, मृत्यु भएको मिति छ, गते महिना सालमा लेख्नुपर्छ। यहाँ पनि यही फर्मेटमा लेख्नु पर्दछ। त्यसपछि गएर चाहिँ पुरा गरेको उमेर लेख्नु पर्दछ। लेख्नुभन्दा पनि यहाँ चाहिँ अब यसरी यस्तो गर्न पनि सकियो, अर्थात् चाहिँ हामीले यहाँनिर लेख्न पनि सकियो। यसरी हामीले लेख्न पनि सकियो। त्यसपछि गएर चाहिँ श्रीमानको नाम, थर ऐच्छिक छ। फोन नम्बर चाहिँ हामीले कन्ट्याक्ट गर्नको लागि लेख्यो भने राम्रो हुन्छ। प्रदेश छान्नु पऱ्यो, जिल्ला, गाउँ, टोल छान्नु पऱ्यो। सूचना दिनेको विवरण छ होइन। सूचना दिनेको विवरण, स्वयंसेवीका नाम, टेलिफोन नम्बर, सूचना दिएको मितिको कुरा आयो। त्यस्तै गरी यो फारम भर्ने स्वयंसेविकाको विवरण, सूचना दिनेको विवरण चाहिँ हामीले मा पनि र यसमा पनि एउटै विवरण हुन सक्छ। त्यसपछि गएर चाहिँ यतापट्टि छ हाम्रो यो फारम भर्ने स्वयंसेविकाको विवरणहरू रहेको छ। त्यसपछि यो फारम बुझिलिने व्यक्तिको जुन स्वास्थ्य संस्थाको नाम छ त्यो सबै हामीले भरेर यहाँनिर सबमिट गर्छौँ। यहाँ गते महिना साल जस्तो हामीले चाहिँ 11 गते त्यो यो अगाडिपट्टिको फरवार्ड स्ल्यास अगाडि आफै आउँछ। 11 गते 11 महिना 2082 भनेर मैले यसरी लेखेँ भने ठ्याक्कै हामीले यहाँ यो गते लेख्ने बित्तिकै महिनामा सिफ्ट हुन्छ, महिना लेख्ने बित्तिकै उसमा सिफ्ट हुन्छ। अनि यो गते चाहिँ यदि 1 गते हो भने चाहिँ यसरी 01 गते हामीले लेख्नुपर्ने हुन्छ त्यो सिफ्ट गर्नको लागि। यसरी नै हामीले चाहिँ फारम नम्बर 1 यसरी भर्छौँ। त्यसै गरी फारम नम्बर अब तपाईँले चाहिँ अल नोटिफिकेसन फ्रम मोबाइल भन्दा पनि अल नोटिफिकेसन भनेको चाहिँ यो चाहिँ जिल्ला स्तरकोमा चाहिँ देखिन्छ। तपाईँहरूले न्यू नोटिफिकेसन फर्मै भर्ने हो। अब अर्को फारम छ स्क्रिनिङ फारम। स्क्रिनिङ फारम हामी यहाँ पनि हेर्छौँ। त्यसपछि चाहिँ यतापट्टि फिजिकल पनि हेर्छौँ। स्क्रिनिङ फारममा चाहिँ मेनली यो कसले भर्छ? स्क्रिनिङ फारम चाहिँ मैले स्वास्थ्य स्वयंसेविकाले 12 देखि 55 वर्षको कुनै महिलाको डेथ भयो भन्ने खबर चाहिँ स्वास्थ्य संस्थामा 24 घण्टाभित्र गर्छ। गरिसकेपछि त्यो मातृमृत्यु हो कि होइन भनेर प्रारम्भिक चेकिङ गर्नको लागि चाहिँ स्वास्थ्य कर्मी, नर्सिङ स्टाफले भर्नुपर्ने हुन्छ। यो मृतकको नाम, थर भइहाल्यो, मृत्यु भएको मिति, गते महिना सालमा, पुरा भएको वर्ष, अनि यो अभिभावकको फोन नम्बर, त्यसपछि गएर नाम, थर र फोन नम्बर, हाल बसोबास गरिरहेको जिल्ला होइन, प्रदेश, स्थानीय तह, वडा, टोलसम्म रहेको छ। यहाँ 4वटा प्रश्न छन्। के उहाँ मृतकको मृत्यु गर्भवती अवस्थामा भएको हो होइन? यसमा चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यस्तो गोलो लाउनुपर्ने हुन्छ। गोलो लाउनुपर्ने हुन्छ। हो भने 1 मा गोलो, होइन भने 2 मा गोलो, थाहा छैन भने 96 मा गोलो। त्यसै गरी के उहाँ मृत्यु बच्चा जन्मने बेलामा भएको हो भन्दाखेरि हो भए 1, होइन भए 2, थाहा छैन भने 96। यसरी नै मृतकको बच्चा जन्माएको, सुत्केरी भएको 42 दिनभित्र हो भन्ने प्रश्न छ। त्यसै गरी चाहिँ गर्भ खेर गएको वा गर्भपतन भएको 42 दिनभित्र भएको हो भन्ने छ। माथिका 4 प्रश्नमध्ये कुनै एक प्रश्नको जवाफ हो भए भन्ने आएमा मातृमृत्यु भएको हुनसक्छ। सबै होइन भन्ने आएमा चाहिँ के हुन्छ भन्दाखेरि स्थानीय तहमा अभिलेख मात्रै गर्नुपर्दछ हामीले। माथिका सबै मातृमृत्युको चाहिँ होइन भन्ने जवाफ आएमा हामीले स्थानीय तहमा अभिलेख मात्रै गर्नुपर्छ। हो भन्ने जवाफ आएमा चाहिँ स्थानीय तहमालाई चाहिँ हामीले चाहिँ भिएको लागि तुरुन्त खबर गर्नुपर्दछ। त्यसपछि फारम भर्ने कर्मचारी र आगामी कारबाही सम्बन्धी विवरण भनेको छ। कसले फारम भरेको हो? स्क्रिनिङ फर्म भर्ने स्वास्थ्य कर्मीको नाम, पद, विशेष गरी नर्सिङ कर्मचारीको ठेगाना र फारम भरेको मिति, मातृमृत्यु भएको हुन सक्ने देखिएमा मौखिक परीक्षणका लागि स्थानीय तहमा चाहिँ बिरामी विवरण पठाउने स्वास्थ्य कर्मी भनेपछि होइन। अब मातृमृत्यु भएको हुन सक्ने देखिएकोमा भिएको लागि चाहिँ स्थानीय तहमा मौखिक परीक्षणका लागि विवरण पठाउने स्वास्थ्य कर्मी माथिकै स्वास्थ्य कर्मी हुनसक्छ, अर्थात् चाहिँ अरू फरक स्वास्थ्य कर्मी हुनसक्छ। त्यसै गरी चाहिँ हामीले फारम पठाएको वा खबर गरेको माध्यम, हुलाक, हाते सन्देश, फोन मेसेज, यो कुराहरू चाहिँ हामीले चाहिँ त्यहाँनिर एउटा गोलो लाउने र टिक लाउने गर्न सक्छौँ। अब यो अनलाइनमा चाहिँ कस्तो छ त स्क्रिनिङ फर्म भन्दाखेरि स्क्रिनिङ फर्म न्यू गरौँ। स्क्रिनिङ फर्म न्यू, अब यहाँनिर चाहिँ दुईवटा छ होइन, एउटा प्रेग्नेन्सी रिलेटेड छ, अर्को नन प्रेग्नेन्सी रिलेटेड छ। अब हामीले स्क्रिनिङ फिजिकल फर्म भर्दा चाहिँ प्रेग्नेन्सी रिलेटेड भयो भने यो फर्म भर्नुपर्छ। यहाँ क्लिक गऱ्यो भने हामीले चाहिँ यसरी यो फर्म भर्न सक्छौँ। प्रेग्नेन्सी रिलेटेड भयो भने चाहिँ, र नन प्रेग्नेन्सी रिलेटेड भयो भने चाहिँ यो फर्म भर्न
सक्छौँ। यहाँनिर हाम्रो फर्म भर्न मिलिरहेको छैन, एकैछिन ट्राई गरौँ। म चाहिँ स्याम्पल नोटिफिकेसन फर्म भर्न गइराखेको छु। अब यहाँ हाम्रो नोटिफिकेसन फर्ममा न्यू फर्म गरौँ। यहाँ चाहिँ स्याम्पल भएकोले म यहाँ महिलाको नाममा चाहिँ एबिसी मात्र लेख्छु। मृत्यु भएको मितिमा चाहिँ 10 महिना 10 गते 2082 लेखेँ। त्यसपछि गएर वर्षमा चाहिँ 13 लेखेँ। अब यसमा चाहिँ फोन नम्बरमा चाहिँ तपाईँको 9861791728 लेखेँ। त्यसपछि त्यसको ठेगाना चाहिँ हामीले चाहिँ फर इक्जाम्पल कर्णाली प्रदेशको हाम्रो हुम्ला जिल्ला गाविसमा चाहिँ गाविस नगरपालिका भन्ने रहेछ। यो चाहिँ गाउँपालिका नगरपालिका हुनुपर्ने हो। नामखा लेखेँ। नामखाको चाहिँ वडा नम्बर 1 लेखेँ। अब सूचना दिने स्वयंसेविकाको चाहिँ नाम चाहिँ एबिसी लेखेँ। टेलिफोन नम्बर चाहिँ माथिको राखेँ 9861 79 17 28 राखेँ। सूचना दिएको मिति भन्ने कुरा चाहिँ उसले चाहिँ 10 गते दिएछ। फर इक्जाम्पल 10 गते चाहिँ उसले सूचना दियो भनेर चाहिँ मैले यहाँ सपोज गरेँ। त्यसपछि गएर चाहिँ अब यहाँ पनि त्यही माथिकै विवरण राख्न सकिन्छ। एबिसी 3 नम्बर वडाको स्वयंसेविकाले गरेको। त्यसपछि गएर फारम भरेको गते महिना साल 10 महिना 10 गते 2082 राखिदिएँ मैले। सम्बन्धित स्वास्थ्य संस्थामा पठाएको मिति पनि त्यही हुनसक्यो, 10 महिना 10 गते 2082। त्यसपछि गएर फारम बुझलिनेको व्यक्तिको भनेको यो स्वास्थ्य संस्थामा कसले बुझ्यो भन्दाखेरि बिसिडीले बुझ्यो भन्ने राखेँ। पद चाहिँ उसको एएनएम रहेछ। फर इक्जाम्पल एएनएम रहेछ। कार्यरत संस्थाको नामकै चाहिँ एचएस हुम्ला रहेछ। त्यसपछि चाहिँ फारम बुझेको मिति भनेको चाहिँ मैले 11 गते बुझेँ। ल फर इक्जाम्पल 11 गते मैले फारम बुझेँ। अब यसलाई चाहिँ हामीले चाहिँ यति गरिसकेपछि यो चाहिँ हाम्रो नोटिफिकेसन फर्म चाहिँ हामीले सबमिट गर्न सक्छौँ। यसरी नोटिफिकेसन फर्म चाहिँ हामी सबमिट गरेर हेरौँ। डाटा सक्सेसफुल्ली सेभ भनेर भन्यो। अब त्यसपछि हामीले चाहिँ यहाँनिर चाहिँ के गर्न सक्छौँ भन्दाखेरि चाहिँ स्क्रिनिङ फर्ममा चाहिँ क्लिक गऱ्यो भने यसरी आउँछ होइन। पहिला नोटिफिकेसन गर्नु पर्यो, त्यसपछि स्क्रिनिङ फर्ममा यो आयो। अब यसको चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ अब यहाँ स्क्रिनिङ फर्ममा यहाँ यसरी क्लिक गर्नुभयो भने चाहिँ यसरी यसको कुराहरू खुल्छ होइन। जसरी हाम्रो फिजिकल फर्ममा छ त्यसरी नै यहाँनिर हाम्रो छ। फिजिकलमा हामीले सर्कल भर्थ्यौँ भनेदेखि चाहिँ अब यहाँनिर उ गर्ने हो के उहाँ मृतक गर्भवती भएको अवस्थामा भएको हो भन्ने कुरामा गर्दाखेरि उहाँ सर्कल लगाएको थियो भने यहाँनिर थाहा छैन होइन। यो पनि थाहा छैन। यो पनि थर्डवाला प्रश्न पनि थाहा छैन। फोर्थवाला चाहिँ हो भन्ने गर्यो भने हाम्रो बिए फर्मको अप्सन आउँछ, नभए आउँदैन है। त्यो माथिपट्टि छान्न मिलेन। अब त्यसपछि चाहिँ अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ के भन्यो, अब एउटा प्रश्न हो आयो भने चाहिँ हामीले भर्बल अटो चेक गर्नु भनेको छ। यो प्रारम्भिक मृत्युको पहिचान गर्ने स्वास्थ्य कर्मी होइन, यो फारम भर्ने स्वास्थ्य कर्मीको चाहिँ विवरण लेख्नु पर्यो। हामीले एबिसी नै लेखेँ मैले। पद एएनएम राखेँ। पद चाहिँ एएनएम राखेँ। त्यसपछि चाहिँ कार्यरत स्वास्थ्य संस्था एचएस हुम्ला राखेँ। तपाईँहरूले आफ्नो जे छ त्यही राख्नुपर्छ। त्यसपछि चाहिँ फारम भरेको मिति चाहिँ मैले यो फारम 11 गते नै भरेँ। 30 दिनभित्र भनेको छ, के अरे 24 घन्टा 3 दिनभित्रको कुरा हो यो। 11 गते नै भरेँ फर इक्जाम्पल। त्यसपछि गएर चाहिँ मातृ मृत्यु भएको हुन सक्ने देखिएकोमा मौखिक परीक्षणका लागि स्थानीय तहमा विवरण पठाउने स्वास्थ्य कर्मीको नाम भनेको छ। माथिकै स्वास्थ्य कर्मी पनि हुनसक्छ, अर्थात् चाहिँ फरक स्वास्थ्य कर्मी पनि हुनसक्छ। अनि यहाँ के को माध्यमबाट चाहिँ हामीले यो फारम पठाएको भन्ने कुरा यहाँनिर लेखेर चाहिँ हामीले यो फारम सबमिट गर्नुपर्ने हुन्छ है। जहाँ जहाँ स्टार छ त्यहाँ कम्पलसरी हुन्छ, जहाँ जहाँ स्टार छैन त्यहाँ कम्पलसरी हुँदैन। ल यसरी सुरुमा नोटिफिकेसन फर्म भर्नु पर्यो, त्यसपछि स्क्रिनिङ फर्म भर्नु पर्यो, अनि मात्रै हाम्रो यहाँनिर बिए फर्म चाहिँ देखिन्छ सिस्टममा। हेर्नु है त, बिए फर्म चाहिँ देखिन्छ, नभए बिए फर्म चाहिँ देखिँदैन। अब त्यसपछि बिए फर्म चाहिँ कस्तो छ त भनेर हामी यहाँनिर हेर्छौँ है। बिए फर्म चाहिँ हाम्रो यहाँनिर यसरी देखिन्छ होइन। बिए फर्ममा चाहिँ ठ्याक्क यो आइडीहरू पहिले जेनेरेट भइसकेको हुन्छ, एजहरू यहीँ हुन्छ,
अब यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ अब धेरै हामीले हालेको विवरणहरू पहिले देखिसकेको हुन्छ। अब यहाँ प्रदेशमा चाहिँ अब हाम्रो कर्णाली प्रदेश सिलेक्ट गरौँ। त्यसपछि जिल्लामा चाहिँ हुम्ला सिलेक्ट गरौँ। त्यसपछि गएर चाहिँ मृत्यु भएको महिलाको विवरण छ यहाँनिर। यो चाहिँ हामी नामखा 1 नम्बर ओडास ठिकै छ। अब त्यसपछि चाहिँ सम्म भयो भने चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यो अक्षांश भनेको चाहिँ कुन हो भन्दाखेरि चाहिँ ल्याटिच्युड हो, देशान्तर भनेको लङ्गिच्युड हो। यो चाहिँ विशेष गरी नोट क्याम्प एपको प्रयोग गरेर चाहिँ तपाईँहरूले भर्न सक्नुहुन्छ होइन। नोट क्याम्प एपको प्रयोग गरेर भर्न सक्नुहुन्छ। मैले अहिले भर्खरै चाहिँ यहाँनिर सिमकोडको यो अल्टिच्युडको कुरा गरेँ भने चाहिँ यो नोट क्याम्पको कुरा गरेँ भने चाहिँ अब मैले यहाँ जहाँ छु त्यहाँको फारमको कुरा गर्दाखेरि जुन अल्टिच्युडको कुरा गर्दाखेरि चाहिँ अहिले यहाँ कति देखिएको छ भन्दाखेरि चाहिँ ल्याटिच्युड 29.96, ल्याटिच्युड भनेको अक्षांश हो 29.96। योभन्दा पछाडि दशमलव पछाडि 4वटा भ्यालु राख्नु होला, एटलिस्ट 87 भयो। त्यसपछि गएर चाहिँ अब देशान्तर भनेको लङ्गिच्युड भनेको चाहिँ हाम्रो 81.820 अनि 4 छ 81.820 अनि 4 छ। अनि उचाइ चाहिँ कति छ भन्दाखेरि अहिले सिमकोडको उचाइ कति रहेछ भन्दाखेरि चाहिँ हाम्रो 29.58 रहेछ होइन। 29.59 नै मान्ने है त, यो यति रहेछ। यसरी हामी चाहिँ यो सेभ गर्दै अगाडि बढ्न सक्छौँ। सेभ गरौँ। त्यसपछि चाहिँ अब अर्को छ के छ भन्दाखेरि चाहिँ यहाँनिर उत्तरदाता छनौट गर्नका लागि धेरै व्यक्तिहरूसँग जानकारी लिनुहोस्। मुख्य उत्तरदाता छनौट गर्नु निम्न कुराहरूमा ध्यान दिनुपर्दछ भनेको छ। रेस्पोन्डेन्ट उत्तरदाता कस्तो छनौट गर्ने भन्दाखेरि चाहिँ अब महिलाको मृत्यु भएको परिस्थिति, मृत्यु हुँदाको अवस्था, उपचार सम्बन्धमा बताउन सक्ने व्यक्तिलाई छान्नु पर्यो। मृत्यु हुँदा सँगै भएको व्यक्तिलाई छान्नु पर्यो। मृतक महिलासँग नजिकको सम्बन्ध भएको व्यक्ति अर्थात् अन्तर्वार्ताको लागि उपलब्ध भएको व्यक्तिलाई चाहिँ छान्नुपर्ने हुन्छ। अब उत्तरदाताको पुरा नाम के हो भनेर चाहिँ भन्दाखेरि चाहिँ फर इक्जाम्पल चाहिँ मैले दुर्गा भनेर राख्थेँ। यो हाम्रो स्याम्पल मात्र हो है, तपाईँहरूले चाहिँ गर्नुपर्ने हुन्छ। अब उत्तरदाताको चाहिँ फोन नम्बर चाहिँ मैले कति राखेँ 9861 79 17 28 भनेर राखेँ। त्यसपछि इमेल भनेको चाहिँ मेरो एमआर सेक्सन तपाईँहरूले चाहिँ ट्रु राख्नु होला है, 2079@gmail.com email.com। त्यसपछि गएर के सम्बन्ध के पर्छ भन्ने कुरा हो। अब यो बाहेक छ भने चाहिँ अन्यमा चाहिँ हामीले यहाँनिर खुलाउनु पर्ने हुन्छ। अन्य होइन भने चाहिँ माथि जे छ त्यही छ। मृतकको उसमा हुनुहुन्थ्यो भन्दाखेरि भए यस, नभए नो भनेर भन्नुभयो। यहाँ चाहिँ मैले थिएँ भन्ने चाहिँ टिक लाएँ। अब यसको फिजिकल फर्म चाहिँ हामी 2 नम्बर पानासँग पनि कस्तो छ भन्दाखेरि चाहिँ यस्तो टाइपको छ हाम्रो बिएको फिजिकल फर्म चाहिँ होइन। यहाँनिर चाहिँ एमपिडिएसआर टुल नम्बर 3 हो, मेडिकल लिगल प्रयोजनका लागि होइन भनेको छ होइन। यो चाहिँ पुलिस केसको लागि चाहिँ भरिएको होइन भनेको छ। यसमा चाहिँ कति दिनसम्म गर्नुपर्छ भनेर चाहिँ भनेकै छ। यो विशेष गरी चाहिँ हामीले मृत्यु भएको 30 दिनभित्र चाहिँ यो फर्म भरिसक्नुपर्छ भन्ने कुरा गरेको छ। यो परिचयात्मक विवरणहरू हामीले भरिसक्यौँ। यो जस्तो फिजिकल फर्म त्यस्तै अर्को फर्ममा थियो। त्यसै गरी यो पनि हाम्रो सेम छ होइन, अनलाइन र फिजिकल सेम छ। यहाँ हामीले के गर्छौँ, यहाँ चाहिँ हामीले यसरी सर्कल भर्छौँ भने यसरी चाहिँ के हो सर्कल भर्छौँ भने चाहिँ अनलाइनमा चाहिँ टिक लगाउँछौँ। त्यसै गरी सुसूचित मन्जुरीनामा भन्ने छ। अब यो हामी अनलाइन पोर्टलमा नै हेरौँ है त, यो कहाँनिर छ सुसूचित मन्जुरीनामा भन्ने चाहिँ हाम्रो अनलाइन पोर्टलमा यो निगरानी भएको यो फर्म छ होइन। त्यसपछि गएर चाहिँ अनलाइन पोर्टल यहीँनिर होइन, सुसूचित मन्जुरीनामा चाहिँ पेज नम्बर 3 मा छ जस्तो छ। पेज नम्बर यस नम्बरमा क्लिक गर्दा डाटा सेभ हुँदैन भने चाहिँ हामीले सिधै नम्बर क्लिक गरेर पनि डाटा सेभ हुँदैन। हामीले चाहिँ के गर्नुपर्छ, सेभ बटनमा क्लिक गर्नुपर्छ। ल अब हामी यसले के भनौँ, यहाँ अन्य भनेको चाहिँ कारण खुलाउनु पर्यो। त्यस्तै गरेर ब्रदर इन ल भनेर मैले भने ब्रदर इन ल भनेर चाहिँ मैले यहाँनिर लेखेँ भने चाहिँ अब यो अगाडि बढ्न मिल्छ है। अब त्यसपछि के छ भन्दाखेरि चाहिँ यो चाहिँ 3 नम्बरमा चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो मातृ मृत्यु सम्बन्धी विवरण छ। फिजिकल फर्ममा पनि त्यही रहेको छ। यो चाहिँ हामीले चाहिँ फिजिकल फर्म भर्दा चाहिँ यो मन्जुरीनामा चाहिँ पढेरै सुनाउनु पर्ने हुन्छ भने अनलाइनमा चाहिँ यो मन्जुरीनामा रोइन्छ। मातृ मृत्यु सम्बन्धी विवरण रहेको छ। अब मातृ मृत्यु सम्बन्धी विवरणमा चाहिँ यहाँ के भनेको छ भन्दाखेरि चाहिँ
यसलाई चाहिँ आफू खुसी भन्न दिनु पर्यो उत्तरदातालाई र तल उल्लेखित महत्त्वपूर्ण कुराहरू नछुट्ने गरी चाहिँ टिप्पण गर्नु पर्यो। आवश्यक परेमा थप स्पष्ट पार्न अनुरोध गर्नु पर्यो। यो पानामा विवरण नअटेमा थप गर्नुहोस् वा फारमसँग संलग्न नथिरा गर्नुहोस् भनेको छ। यो सबै कुराहरूको प्रश्न आउने गरी चाहिँ उसलाई चाहिँ मृत्यु सम्बन्धी विवरण सोध्नु पर्यो। अब काहीँ हामीले प्र्याक्टिसमा चाहिँ उनीहरूको पर्मिसन लिएर अडियो रेकर्ड गरेर पछि टिप्ने गरेको भनेको पनि पाइएको छ। तर हजुरले चाहिँ त्यो चाहिँ अडियो रेकर्ड गर्दाखेरि चाहिँ पर्मिसन लिनुपर्ने हुन्छ। अर्थात् चाहिँ हजुरले 2 जना हुनुहुन्छ, 1 जना सोध्ने 1 जना टिप्ने हुनुहुन्छ। यहाँ महत्त्वपूर्ण कुराहरू माथिका सबै प्रश्नको उत्तर आउने गरी यहाँनिर चाहिँ टिप्नुपर्ने हुन्छ। अब त्यही टिपेका कुराहरूलाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। टिपेका कुराहरूलाई चाहिँ यहाँनिर हामीले चाहिँ लेख्नुपर्ने हुन्छ ABC भनेर यसरी नै। अर्थात् चाहिँ यहाँ अब तपाईँको ल्यापटप अनुसार चाहिँ यहाँनिर चाहिँ अब नेपाली गुगल इनपुट फोनहरूमा चाहिँ लेख्न सकिन्छ नि त। यसरी चाहिँ लेख्न सकिन्छ। यसरी चाहिँ यो हाम्रो तपाईँले धेरै लेख्न सक्नुहुन्छ। त्यसपछि अब तपाईँले के गर्नु पर्यो, फेरि यसलाई सेभ गर्नु पर्यो। सेभ गरिसकेपछि अब हाम्रो के आउँछ, मृतक महिलाको व्यक्तिगत विवरण भनेर आयो। यहाँ पनि हाम्रो के छ 4 नम्बरमा 4 नम्बरमा चाहिँ मृतक महिलाको व्यक्तिगत विवरण भन्ने छ। यसमा चाहिँ हामी गोलो चिन्ह लगाउँछौँ भने चाहिँ अब हामी अर्को यो अनलाइन फर्ममा चाहिँ के भन्छ यसले प्रश्न तथा फिल्टर भनेर रहेको छ होइन। यो चाहिँ हामी चाहिँ अब चाहिँ हाम्रो स्क्रिनिङ फर्ममा भएकै प्रश्नहरू आएको छ। कतिपय मृत्यु भएको अवस्थामा कुन कुन अवस्थामा मृत्यु भएको थियो भनेर सोधेको छ। गर्भावस्थामा, प्रसुतिमा यो चाहिँ 4 वटा अवस्थाहरू दिएको छ र मृत्यु कहिले भएको हो भन्ने यहाँ चाहिँ गते महिना सालमा चाहिँ डेट लेख्नुपर्ने छ र कति वर्षको उमेर हुनुहुन्थ्यो भन्ने कुराहरू छ। चाहिँ अब यहाँ चाहिँ मैले 42 दिनभित्रको हो भनेर भने। मृत्यु भएको कहिले हो उहाँको 10 गते हो होइन, 10 महिना 10 गते 2082। मैले इक्जाम्पल केस मानेको छु है, मैले चाहिँ इक्जाम्पल केस मानेको छु। अब यहाँनिर चाहिँ यो बेलामा चाहिँ तपाईँले डेट चाहिँ इङ्ग्लिसमा फन्ट छान्नुपर्ने हुन्छ। 10 महिना 10 गते 2082 भनेर मैले छाने। कति वर्षको हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ 13 वर्षको थियो होइन, 13 वर्षको। अघिकै कुराहरू पनि यहाँ रिपिट भएको थियो। वैवाहिक स्थिति कस्तो थियो भन्दाखेरि चाहिँ वैवाहिक स्थिति चाहिँ गर्भपतन गराएको थियो भन्दाखेरि चाहिँ उहाँ चाहिँ विवाहित हुनुहुन्थ्यो भनेर भनौँ। त्यसपछि गएर चाहिँ कतिसम्म अध्ययन गर्नुभएको थियो भन्दाखेरि लेखपढ गर्न मात्र सक्नुहुँदो रहेछ। यो अरू चाहिएन। त्यसपछि गएर चाहिँ 12 महिनाभित्रमा चाहिँ उहाँको रोजगारीको अवस्था कस्तो थियो भन्ने कुरा थियो। थाहा छैन भन्ने कुरा मैले छनौट गरेँ। त्यसै गरी चाहिँ मृतकको जात जाति के थियो भन्ने कुरा मैले जनजाति छनौट गरेँ। तपाईँहरूको जे छ त्यही छान्नु होला। म यहाँ जस्ट अगाडि बढ्नको लागि मात्रै। मृत्यु कहाँ भएको हो भन्दाखेरि चाहिँ अब यो विभिन्न ठाउँहरू तपाईँले छान्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर घरमा भएको भनेर छाने। जस्तो अस्पतालमा एमपिडिएसआर लागु भएको अस्पतालमा मृत्यु भएको छ भने चाहिँ अस्पतालमा पनि कम्युनिटीमा पनि भर्नुपर्छ भने कम्युनिटी एमपिडिएसआर लागु नभएको जिल्ला, जस्तो आजभन्दा अगाडि हुम्लाका कुनै चङ्खेली गाउँपालिकाको महिलाको मृत्यु चाहिँ जिल्ला अस्पतालमा भएको थियो भने चाहिँ अस्पतालले मात्र भर्थ्यो भने चाहिँ अब त्यस्तो मृत्यु भयो कम्युनिटीमा पनि भयो भने चाहिँ दुवैतिर भर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ मैले स्पष्ट पारेँ। त्यसपछि गएर चाहिँ अब यसमा चाहिँ कुनै डिजिजहरू थियो भने चाहिँ थियो वा थिएन, यो सबै हाम्रो चाहिँ केमा छ, यो हाम्रो सबै यो फर्ममा छ होइन। कुनै डिजिज थियो कि थिएन, के थियो कसो थियो भन्ने कुराहरू छ। त्यो चाहिँ हाम्रो यो चाहिँ फर्ममा चाहिँ यसरी हामी चाहिँ यहाँनिर भर्नुपर्ने हुन्छ है। एक एउटा अप्सन चाहिँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। अब यो कुनै न कुनै सिलेक्ट गर्नै पर्ने रहेछ होइन त, नभए अगाडि बढ्न नमिल्ने रहेछ। अब यहाँ होइन भने मैले त्यसपछि गएर यो पनि होइन भने, यो पनि होइन भने, त्यसपछि गएर चाहिँ अब मृतकको जात जातिको कुराहरू भयो, घरको कुराहरू भयो। त्यसपछि गएर चाहिँ यो चाहिँ थिएन, जस एउटा अप्सन चाहिँ यसमा चाहिँ छान्नै पर्ने रहेछ। थाहा भएन, यसरी चाहिँ थिएन, थिएन, यो अब थाहा भएन भन्ने पनि छ। अर्को कुरा चाहिँ जवाफ दिन नमानेको भन्ने अप्सन पनि छ होइन। यसमा चाहिँ हेर्न सक्नुहुन्छ। त्यसै गरी चाहिँ थाहा भएन भन्ने अप्सनहरू छ। यो मध्ये कुनै चाहिँ हामीले छान्नै पर्यो होइन। त्यसपछि गएर चाहिँ कति महिना गर्भवती हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ कुन बेला खुल्छ, जब हामीले त्यहाँमाथि गर्भवती भन्ने टिक लागेको थियो त्यही बेला मात्रै खुल्छ। अब फिजिकल फर्ममा के छ हेरौँ। फिजिकल फर्ममा पनि त्यही छ होइन त। 401 नोट प्रश्न नम्बर 401 गर्नुहोस्। गर्भवती अवस्थामा भएदेखि गोलो लाउने कुराहरू भयो। कति महिनाको गर्भ हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ यहाँबाट हामीले यदि गर्भवती हो भने सोध्नु पर्यो, होइन भने सोध्नु परेन। त्यसै गरी अब 5 नम्बरमा रहेको छ होइन। हामी 5 नम्बर सिटमा जान्छौँ। यसलाई सेभ गरौँ।
यहाँ सायद कतिपय छुटेको होला होइन। घरमा भनेपछि चाहिँ घरमा यहाँ अन्य ठाउँमा भनेको भए चाहिँ खुलाउनु पर्थ्यो। घरमा भने पनि यहाँनिर खुलाउन खोजिरह्यो, त्यही भएर हामी यहाँ फेरि हाउसे भनेर लेख्थ्यौँ होइन, अगाडि बढ्नलाई दिएन। त्यसपछि गएर चाहिँ अब हामी अझै सब्मिट गर्ने ट्राई गर्छौँ। अझै सब्मिट गर्ने ट्राई गर्दाखेरि चाहिँ अब हामी पेज नम्बर 6 मा पुग्नुपर्ने हुन्छ। के भन्छ है त, सब्मिट हुन्छ कि हुँदैन। ल, पेज नम्बर 6 मा हामी पुग्यौँ। 6 मा पनि के छ भन्दाखेरि चाहिँ पेज नम्बर 6 भन्दा पेज नम्बर 5 मा पुग्यौँ। अब यसमा हाम्रो चाहिँ 5 नम्बरमा के छ भन्दाखेरि चाहिँ गर्भ अवस्थासँग सम्बन्धित सङ्केत तथा चिन्हहरू भन्ने छ। अब गर्भ अवस्थासँग सम्बन्धित सङ्केत तथा चिन्हहरूमा चाहिँ के छ भन्दाखेरि चाहिँ ऊ गर्भवती होइन भन्ने कुरा भएपछि चाहिँ अब गर्भवतीसँग सम्बन्धित सङ्केत तथा चिन्हहरू चाहिँ केही पनि थिएन भनेर चाहिँ हामीले भन्नुपर्ने हुन्छ। थिएन, उहाँको गर्भवतन उहाँको कतिौँ पटकको गर्भ हो भन्दाखेरि चाहिँ पहिलो भए 01 लेख्नुपर्ने हुन्छ, दोस्रो भए 02 लेख्नुपर्ने हुन्छ। गर्भ कतिौँ पटकको थियो भन्दा गर्भ थियो भनौँ, यो चाहिँ 01 पटकको गर्भ थियो, 1 पटकको गर्भ थियो। त्यसपछि गएर चाहिँ कहिले गर्भवतन गरेको थियो कि थिएन थाहा भएन राख्ने मैले। त्यसपछि गएर चाहिँ जीवित जन्ममा भएको यदि थिएन भने चाहिँ 00 राख्नुपर्ने भन्ने कुरा छ होइन। यदि थाहा थिएन भने चाहिँ 00 हामीले यहाँ चाहिँ यो 00 राख्नै पर्ने छ है। त्यहाँ हामीले भनेकै छ, थाहा थिएन भने पनि हामीले यहाँनिर यो 00 राख्नुपर्ने हुन्छ। त्यसपछि गएर चाहिँ यो सबै चाहिँ हाम्रो थाहा भएन भन्ने अप्सनमा चाहिँ 00 राखेर म अगाडि बढ्न गएँ। तपाईँहरूले चाहिँ वास्तविक कुरा चाहिँ त्यहाँनिर राख्नुपर्ने हुन्छ। यहाँ पनि थाहा भएन भनेर राखेँ। त्यसपछि गएर चाहिँ यो सबै थाहा भएन भनेर राखेँ है त। यो सबै स्याम्पलको रूपमा भएको हुनाले चाहिँ थाहा भएन भनेर मैले राखेँ। अब यो कुन चाहिँदैन, अब मैले यहाँ थाहा छ भनौँ भने योनिर हेर्नुहोस्, यो यसरी यो हाइलाइट हुँदैन, अरू पनि छान्नुपर्छ। थाहा थिएन भयो भने चाहिँ यसरी यो सबै हामीले छान्ने अप्सन नै एकदम डिम हुन्छ। यहाँ पनि म थाहा भएन भनेर राख्ने, सबैतिर थाहा भएन भनेर राख्ने। तर यस्तो धेरै थाहा भएन चाहिँ हुँदैन है। हामीले राम्रोसँग बिएको इन्टरभ्यू दिएको छौँ भने चाहिँ म चाहिँ जस्ट अगाडि बढ्नको लागि मात्रै यो गरिराखेको छु अहिले है। थाहा भएन, सबै थाहा भएन, थाहा भएन, थाहा भएन, थाहा थिएन, थाहा भएन, यस्तै राख्दै म अगाडि बढ्न खोजेँ। यति धेरै छ होइन। थाहा थिएन, थाहा थिएन, थाहा थिएन, थाहा थिएन, थाहा थिएन, यसरी हामी चाहिँ थाहा भएन, थाहा भएन, थाहा भएन, सबै चाहिँ तपाईँहरूले छान्नुपर्ने हुन्छ है। अब यहाँनिर चाहिँ यदि थप छान्नुपर्ने छ भने चाहिँ त्यहाँनिर भनिदिएकै हुन्छ, अन्य खुलाउने भनेको छ। अब सेभमा गएमा, सेभमा जाँदाखेरि चाहिँ अब म अर्को पानामा जान्छु। अर्को पानामा चाहिँ गर्भपतन सम्बन्धी विवरण छ होइन। यो फिजिकल फर्ममा पनि यो अर्को पानामा चाहिँ यो के छ भन्दाखेरि चाहिँ थाहा थियो, थियो भयो भने यहाँनिर हाम्रो चाहिँ थाहा थियो भए चाहिँ यहाँनिर के हुने भयो भन्दाखेरि चाहिँ कतिजना जीवित जन्माउनु भएको थाहा थियो भने यहाँ सङ्ख्या लेख्नु पऱ्यो, थाहा थिएन भने चाहिँ 00 लेख्नु पऱ्यो होइन। त्यही हो यो फिजिकल फर्ममा पनि। थाहा थियो भने सङ्ख्या, थाहा थिएन भने 00 लेख्नु पऱ्यो यो फिजिकल फर्ममा चाहिँ। त्यसपछि चाहिँ अब अर्को हाम्रो के छ भन्दाखेरि चाहिँ गर्भपतन सम्बन्धी छ 6 नम्बरमा। यदि 401 नम्बरको प्रश्नमा चाहिँ हाम्रो चाहिँ गर्भपतनसँग सम्बन्धित कुराहरू आएको छ भने मात्रै हामी यो खण्डमा जाने भयौँ। 401 नम्बरमा चाहिँ गर्भपतन सम्बन्धी कुरा आएको भएमा। अब यहाँनिर चाहिँ कहाँ गराएको भन्ने कुराहरू छ फिजिकल फर्ममा। अब यतापट्टि हाम्रो अनलाइनमा पनि सेम कुराहरू छ। 401 मा मृत्यु गर्भपतन भएको वा 42 दिनभित्र भएको भए मात्र यो फर्म भयो के अरे भएको भनेमा यो खण्ड सोध्नुहोस्। यदि गर्भवती अवस्थामा बच्चा पाउने बित्तिकै प्रसुति अवस्थामा बच्चा जन्माएको 42 दिनभित्र भएमा खण्ड 7 मा जानुहोस् भनेको छैन। अब यसलाई चाहिँ हामी यसरी स्किप गर्न पनि सकिन्छ है। सेभ हेरौँ है त, यसरी नै हामी यो स्किप गर्न पनि सक्छौँ होइन। खण्ड 7 मा गयौँ। खण्ड 7 मा पनि के छ भन्दाखेरि चाहिँ प्रसुति अवस्थामा भएको भए मात्रै यहाँनिर चाहिँ हामीले यो भर्नुपर्ने हुन्छ। मैले यसलाई पनि स्किप गरेँ। अब सुत्केरी अवस्थामा भएको भए हामीले यो छान्नुपर्ने हुन्छ। यसमा पनि
यो फिजिकल फर्ममा पनि यस्तै छ। म यो पनि अगाडि बढेँ। त्यस्तै गरी स्वास्थ्य सेवासँग उपयोगी विवरण भनेर भनेको छ। अब यसलाई पनि मैले चाहिँ के छ भन्दाखेरि चाहिँ बिरामी हुनु अगाडि स्वास्थ्य संस्थामा उपचार गर्नुभएको थियो भन्दाखेरि थिएनमा भन्नेमा छाने। त्यसपछि गएर कहाँ जानुहुन्थ्यो भन्दा धामी झाँक्री कहाँ। त्यसपछि गएर चाहिँ स्वास्थ्य संस्थामा गएको भए यहाँ स्वास्थ्य संस्थाको नाम लेख्नु पर्यो। त्यसपछि गएर चाहिँ यो चाहिँ अब मृत्यु हुने अगाडि स्वास्थ्य संस्था अन्य ठाउँमा गएको भए कोसँग जानुभएको थियो, जुन उपचार गराउन जानेसँगको कुराहरू भयो मैले थाहा छैन छाने। अब मृतकले बिरामी हुनु अगाडि स्वास्थ्य संस्था उपचार नगराएको भएको कारण के होला भन्दाखेरि मैले यहाँ थाहा छैन छाने। हजुरहरूले चाहिँ यो मल्टिपल टिक पनि लाउन सक्नुहुन्छ है। अब यसलाई चाहिँ म सेभ नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि चाहिँ अब हाम्रो चाहिँ के भयो भन्दाखेरि चाहिँ मृत्युका कारण सम्बन्धी विवरण आएको छ। यो फारममा नै सेम रहेको छ। यहाँ हेर्नु होला, प्रसुति सम्बन्धी विवरण छ। त्यसपछि गएर चाहिँ यो सबै कुराहरू चाहिँ हामी छ भने गोलो लाउने हो, छैन भने चाहिँ 99मा 98मा गोलो लाउने हो। जुन छ एन्सर त्यही अनुसार थाहा नभएको, जवाफ दिन नमानेको भन्ने कुराहरू पनि छ। त्यसपछि चाहिँ हामी स्वास्थ्य सेवा उपयोग सम्बन्धी विवरणको कुराहरू पनि हामीले गरिसक्यौँ। मृत्युका कारण सम्बन्धी कुराहरूमा चाहिँ अब उहाँहरूलाई सोद्धाखेरि चाहिँ यो ढिलाइ भएको थियो थिएन भन्ने कुराहरू चाहिँ हामीले जब थाहा पाइसकेपछि यो फर्ममा जुन भर्छौँ, भरिसकेपछि यो जस्ताको तस्तै चाहिँ हामीले चाहिँ के गर्ने हो, अनलाइन फर्ममा यहाँ उतार्ने हो होइन। जस्ताको तस्तै हामीले यहाँनिर उतार्ने हो। अब यहाँ स्टार दिएको छैन, त्यही भएर अगाडि बढ्न चाहिँ मिल्छ, तर हामीले यो सबै विवरणहरू चाहिँ टिक लाउनु पर्ने हुन्छ। 11 नम्बरमा जोखिममुक्त व्यवहारहरू थियो कि थिएन भन्ने कुरामा थियो थिएन, जवाफ दिन नमानेको। जस्तो फिजिकल फर्ममा छ त्यस्तै कुराहरू चाहिँ यहाँ रहेको छ। म यसलाई पनि सेभ गरेर चाहिँ अगाडितिर बढ्न चाहेँ। हामी 14 नम्बरसम्म छौँ। अब यहाँ के छ भन्दाखेरि चाहिँ भर्बल अटोप्सी क्वेसन आयर भन्ने छ। अब केस समरी भन्ने छ होइन। केस समरी, भर्बल अटोप्सी क्वेसन आयर, केस समरी भनेर चाहिँ यहाँनिर चाहिँ यहाँनिर चाहिँ केस दिएको, केस समरी दिएको छ होइन त। यो टक्कसँगले केस समरीमा चाहिँ अब डिस्ट्रिक्ट कहाँ हो छान्नु पर्यो। डिस्ट्रिक्ट हाम्रो हुम्ला होइन। डिस्ट्रिक्ट हाम्रो हुम्ला। हुम्ला यहाँ छाने। हुम्ला छानेपछि केस नम्बर कति हो होइन। भर्बल अटोप्सी क्वेसन आएर चाहिँ यहाँनिर छ। अब नेम अफ डिसिज भनेको मृतकको नाम भयो होइन, उमेर भयो। त्यसपछि चाहिँ अब केस नेरेटिभ चाहिँ यहाँनिर लेख्नु पर्यो। त्यसपछि गएर प्रेजेन्ट इलनेसका कुराहरू भयो होइन। पोजिटिभ सिम्टम्सहरू के थिए, कन्ट्रिब्युटिङ फ्याक्टरमा फर्स्ट डिले के थियो, सेकेन्ड डिले के थियो, थर्ड डिले के थियो। त्यसपछि गएर चाहिँ डिजिज कन्डिसन डाइरेक्ट लिडिङ टु डेथ छ होइन, ड्यु टु यो चाहिँ अब यो फाइनल इमिडिएट कज अफ डेथ यहाँ लेख्नु पर्यो। त्यसपछि गएर चाहिँ एप्रोक्सिमेट अर्को कज भए चाहिँ यहाँनिर लेख्नु पर्यो। यो भनेको चाहिँ डिजिज इमिडिएट कज अफ डेथ यो भयो। त्यसपछि गएर चाहिँ एन्टेसिडेन्ट कज अफ डेथ चाहिँ यहाँनिर हामीले यहाँनिर खुलाउनु पर्यो। त्यसपछि गएर चाहिँ अरू सिग्निफिकेन्ट कुराहरू यहाँनिर लेख्नु पर्यो। त्यसपछि सर्टेनिटी अफ डायग्नोसिस कस्तो हाई हो, मिडियम हो होइन, इन्सफिसियन्ट हो, यो के लेख्नु पर्यो। त्यसपछि चाहिँ के लेख्नु पर्यो भन्दाखेरि चाहिँ सफिसियन्ट इन्फर्मेसन, अरू इन्फर्मेसन छ भने चाहिँ हामीले लेख्नु पर्यो। कन्ट्याक्ट नम्बरहरू चाहिँ लेख्नु पर्यो। त्यसपछि चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ द वुमेन वाज के थियो भन्दाखेरि चाहिँ प्रेग्नेन्ट थियो कि के डेलिभरी थियो कि होइन, डेथको टाइममा के थियो, यो जुन 4वटा छ, प्रेग्नेन्ट थियो कि लेबरमा थियो कि होइन, डेलिभरी भएको 42 दिनभित्र थियो कि एबर्सन भएको 42 दिनभित्र थियो, यो मध्ये एउटा कुनै छान्नु पर्यो। र आइसिडी क्लासिफिकेसनमा चाहिँ के छ त होइन, आइसिडी म्याटर्नल मोर्टालिटी क्लासिफिकेसन चाहिँ 1 देखि 9सम्म, त्यो मध्ये कुन हो त्यो छान्न चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। अब यसमा चाहिँ अगाडि बढ्नको लागि चाहिँ मैले केही लेख्नै पर्ने भयो। मैले यहाँ लेखेँ होइन सर्टकटमा। हजुरहरूले चाहिँ जे छ त्यही लेख्नुपर्ने हुन्छ बिए फर्ममा। मैले चाहिँ यहाँनिर चाहिँ स्याम्पलको लागि सबैतिर लेखेको छु। त्यसपछि गएर चाहिँ यो चाहिँ हाम्रो स्याम्पलको लागि मात्रै भयो। तपाईँहरूले जे छ त्यही चाहिँ लेख्नुपर्ने हुन्छ। अब यो चाहिँ एकदमै लो भयो। त्यसपछि यहाँ पनि ए राख्ने, यहाँ पनि ए राख्ने, यहाँ पनि ए राखेँ। म चाहिँ जस्ट अगाडि बढ्न खोजिरहेको छु।
तपाईँहरूले वास्तविक रूपमा चाहिँ राख्नुपर्ने हुन्छ। अब अगाडि बढ्न खोजौँ। यो अप्सन छान्नुपर्ने रहेछ होइन, यो रहेछ। त्यसपछि फेरि अगाडि बढ्न खोजौँ, सायद अगाडि बढ्न मिल्छ होला। ल त्यसपछि चाहिँ अब अन्य विवरणहरू रहेको छ। यो अन्य विवरणमा चाहिँ प्रश्नावली फारम भर्नेहरूको विवरण, मोबाइल नम्बरहरू रहेको छ। यो चाहिँ तपाईँहरूको यहाँ पनि छ होला सायद, अन्य विवरण भन्ने कुराहरू। यो 1 देखि 10 सम्म भइहाल्यो। त्यसपछि चाहिँ यो चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ एक्सन प्लान छ यो, र अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ कमिटी मेम्बर छ होइन, जुन पालिका स्तरमा हुन्छ, पालिका स्तरीय कमिटी मेम्बर, त्यो मेम्बरको कुराहरू छ। अब यो चाहिँ हाम्रो आइसिडी म्याटर्नल मोर्टालिटी रिफरेन्स एड भनेर चाहिँ यहाँनिर चाहिँ ऊ राखिएको छ। म्याटर्नल डेथ चाहिँ डाइरेक्ट, इन्डाइरेक्ट र अनस्पेसिफाइड कजले हुन्छ। डाइरेक्टमा ग्रुप 1, 2 र 3 रहेको छ। 1, 2, 3, 4, 5, 6 डाइरेक्ट कजमा 6वटा ग्रुप रहेको छ भने इन्डाइरेक्टमा चाहिँ 7 र 8 चाहिँ इन्डाइरेक्टमा रहेको छ। इन्डाइरेक्टमा चाहिँ 7 हो, नन अब्स्ट्रक्टिभ कम्प्लिकेसनले गर्दाखेरि हुन्छ। अनि अनस्पेसिफाइड भयो भने चाहिँ 8 भयो। त्यसपछिको ग्रुप 9 भनेको चाहिँ कोइन्सिडेन्सियल केसहरू जस्तो चाहिँ आरटिएहरूको कुराहरू चाहिँ यहाँनिर आउँछ। यो चाहिँ हामीले कज एसाइनमेन्टको सेसनमा चाहिँ कुरा गर्छौँ। र अब यो भर्चुअलमा चाहिँ के अरे लाइभमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब यसरी नै यो फारम भर्ने व्यक्तिको विवरणहरू रहेको छ। र अब यसलाई हामीले चाहिँ सेभ गऱ्यो भनेदेखि चाहिँ लास्टमा चाहिँ के छ भन्दाखेरि कार्ययोजनाको कुराहरू छ। मातृमृत्युको समीक्षा, प्रतिक्रिया तथा कार्ययोजना, जो मोडिफाएबल फ्याक्टरको कुरा छ, प्रस्तावित कार्य छ, जिम्मेवारी, समय सीमा, यो चाहिँ हामीले ठ्याक्क लाएर अर्को सजिलोको लागि चाहिँ हामीले टक्क वर्डमा लेखेर चाहिँ यसलाई कपी पेस्ट गर्न सक्छौँ, किनभने यहाँ बक्स सानो रहेको छ। त्यसपछि हामी चाहिँ यसलाई सेभ गऱ्यो भनेदेखि चाहिँ यो हामीले चाहिँ भर्चुअल फर्म चाहिँ ऊ गऱ्यौँ होइन। त्यसपछि हामी के भनेको छ, डु यु वान्ट टु सबमिट दिस केस फर एप्रुभल, इफ द फर्म इज कम्प्लिट क्लिक अन एस, वन्स यु सबमिट इट देन फर्म क्यान नट बी एडिटेड भनेको छ। हामीले चाहिँ यदि सबै कम्प्लिट भयो भने मात्रै चाहिँ यसरी यहाँनिर गर्न सक्छौँ, नभए चाहिँ यसलाई क्यान्सल गरेर चाहिँ हामीले चाहिँ इन्कम्प्लिट गर्न सक्छौँ होइन त, क्यान्सल गरेर इन्कम्प्लिट गर्न सक्छौँ। अब यसलाई हामीले अहिलेको फर्मलाई हेर्ने हो भने कहाँनिर गएको देखिन्छ भन्दाखेरि चाहिँ यहाँनिर हेरौँ है त, हाम्रो के देखिन्छ। नोटिफिकेसनमा चाहिँ अल नोटिफिकेसनमा एउटा नोटिफिकेसन हुनुपर्छ, यही यहाँ देखिएको छ। अब यसलाई एडिट गर्न चाह्यो भने हजुरलाई मिल्छ, तर यो हामीले भिए फर्म सबमिट गरिसकेपछि मिल्दैन जस्तो लागेको छ। त्यसपछि गएर नोटिफिकेसन फ्रम मोबाइल छैन, हामीले मोबाइलबाट गरेका छैनौँ। त्यसपछि स्क्रिनिङमा जाउँ। स्क्रिनिङमा चाहिँ स्क्रिनिङ न्यू भनेको चाहिँ हामीले नयाँ फर्म चाहिँ भर्ने हो। यो नयाँ फर्म कस्तो भन्दाखेरि चाहिँ तपाईँको यो उता नोटिफिकेसन भरिसकेपछि स्क्रिनिङमा आएर बस्छ। प्रेग्नेन्सी रिलेटेड एउटा फर्म हामीले भरेका छौँ, यसलाई हामीले प्रिभ्यू गर्न सक्छौँ। यसरी हेऱ्यो भने चाहिँ तपाईँले चाहिँ यो प्रिभ्यू गर्न सक्नुहुन्छ। यसरी यो तपाईँले चाहिँ भर्नुभएको फर्मको बारेमा चाहिँ यसरी प्रिभ्यू गर्न सक्नुहुन्छ होइन। टक्क यो चाहिँ हाम्रो स्क्रिनिङ फर्मको प्रिभ्यू भयो, यसलाई प्रिन्ट गर्न पनि सकिन्छ। त्यसै गरी चाहिँ अब नन प्रेग्नेन्सी रिलेटेडमा चाहिँ कुनै पनि छैन। र अब भिए भनेको चाहिँ हाम्रो भिए फर्म चाहिँ एउटा फर्म चाहिँ हाम्रो रहेको छ। अब भिएमा चाहिँ के छ भन्दाखेरि रिक्वेस्ट फर एप्रुभ भनेको छ। अब यो हाम्रो चाहिँ इन्कम्प्लिटमा बसेको छ होइन, हामीले कम्प्लिट गरेको छैनौँ र पठाएको पनि छैन, यो इन्कम्प्लिटमा बसेको छ। अब यसलाई चाहिँ तपाईँले चाहिँ अपडेटमा क्लिक गर्नुभयो भने चाहिँ अब यहाँ तपाईँले विवरणहरू चाहिँ अपडेट गर्न मिल्छ होइन। यसरी चाहिँ कुन पेजको विवरण हो त्यसलाई अपडेट गर्न मिल्छ। यो इन्कम्प्लिटमा बसेको छ। र रिक्वेस्टेड फर एप्रुभल भनेको चाहिँ हामीले चाहिँ एप्रुभलको लागि चाहिँ रिक्वेस्ट चाहिँ गरेका छैनौँ, किनभने यो स्याम्पल मात्र भएको हुनाले। यो चाहिँ हामीले चाहिँ रिक्वेस्ट फर एप्रुभलमा क्लिक गरेको भए चाहिँ अघि लास्टमा चाहिँ एस भनेर क्लिक गरेको भए यहाँनिर गएर बस्थ्यो, र यो एप्रुभ भइसकेपछि यहाँनिर आएर बस्छ। चाहिँ नर्मल्ली चाहिँ हाम्रो कम्युनिटी एमपिडिएसआरमा भर्नुपर्ने फर्महरू यति नै हो। र हामीलाई चाहिँ कुनै पनि फर्मको बारेमा नोटिफिकेसन फिडब्याकहरू आयो भने चाहिँ यो घन्टीको आइकन थिचेर चाहिँ हामीले यो सबै कुराहरू गर्न सक्छौँ। समग्रमा हामीले आज यो फिजिकल फर्म कस्तो हुन्छ, कसरी भर्ने, र चाहिँ अनलाइन पोर्टलमा कसरी भर्ने भन्ने कुरा चाहिँ हामीले चर्चा गऱ्यौँ। र अब यसको तपाईँहरूले चाहिँ यहाँ क्लिक गर्नुभयो भने चाहिँ विभिन्न रिसोर्सहरू देख्नुहुन्छ होइन। कोही पुराना छन्, कोही नयाँ छन्। हाम्रो सपना सिस्टरले सारी पनि दिनुहुन्छ। एमपिडिएसआरमा चाहिँ 6वटा फर्महरू युजरली चाहिँ प्रयोग हुन्छन्। हामीले कम्युनिटी एमपिडिएसआरमा प्रयोग गर्ने भनेको चाहिँ फर्म नम्बर 1, फर्म नम्बर 2 र फर्म नम्बर 3 मात्रै हो, र अरू हस्पिटलमा युज हुन्छ। र एमपिडिएसआर भित्र पनि तपाईँको चाहिँ यहाँनिर
यो म्याटर एक्सन प्लान भन्ने छ। यो चाहिँ तपाईँले एक्सन प्लान बनाइसकेपछि चाहिँ जुन कुनै पनि VHSको एक्सन प्लान बनाइसकेपछि यहाँनिर तपाईँले एक्सन प्लान देख्न सक्नुहुन्छ र त्यसलाई रिसेट गर्न एडिट गर्नको लागि त्यो एक्सन प्लान भइसकेपछि मात्र यहाँबाट मिल्छ। यो एक्सन प्लान उतापट्टि राखेर चाहिँ यो बेला बेलामा एक्सन प्लान लागू भयो कि भएन भन्ने कुरा पनि तपाईँहरूले फलोअप गर्नुपर्ने हुन्छ। र यहाँनिर चाहिँ हाम्रो स्कोर कार्ड रहेको छ। यो चाहिँ हामीले केस इन्ट्रीका आधारमा चाहिँ यो विशेष गरी हस्पिटलको चाहिँ स्कोर कार्डहरू यहाँनिर हेरिन्छ कम्युनिटी लेभलमा। यो आवश्यक पर्दैन। कम्युनिटी लेभलमा आवश्यक पर्ने भनेको चाहिँ हामीले फिजिकल्ली पनि हामीले तीन प्रकारको फर्म भर्नु पर्यो। यदि कुनै 12 देखि 55 वर्षको डेथ भयो भने चाहिँ हाम्रो FCSBले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा थाहा पाएको 24 घण्टाभित्र अर्थात् मृत्यु भएको 24 घण्टाभित्र चाहिँ उसले चाहिँ खबर गर्नु पर्यो। सँगसँगै यो हाम्रो स्क्रिनिङ फर्म नोटिफिकेसन फर्म पनि भरेर पठाउनु पर्यो। त्यसपछि त्यहाँबाट नजिकको स्वास्थ्य संस्थाको ANM सिस्टरहरू गएर चाहिँ स्क्रिनिङ फर्म भर्नु पर्यो। स्क्रिनिङ फर्म भर्दाखेरि चाहिँ यदि गर्भवती कारण, सुत्केरी कारण, त्यसपछि गएर चाहिँ पोस्टमार्टम पिरियड र एबर्सन भएको चाहिँ 42 दिनभित्र चाहिँ डेथ भएको रहेछ भने चाहिँ के गर्नु पर्यो, VA को लागि पालिकालाई रिक्वेस्ट गर्नु पर्यो। पालिकाले चाहिँ 30 दिनभित्र मृत्यु भएको 30 दिनभित्र गएर VA फर्म भर्नु पर्यो। VA फर्म भरिसकेपछि चाहिँ त्यो फर्महरू चाहिँ के गर्नु पर्यो भन्दाखेरि अनलाइन इन्ट्री गर्नु पर्यो। यदि त्यो चाहिँ प्रेग्नेन्सी रिलेटेड डेथ होइन भने चाहिँ पालिकालाई नोटिफिकेसन गराउनु पर्यो र पालिकाले पनि यो जुन नोटिफिकेसन फर्म र स्क्रिनिङ फर्म दुईटा अनलाइन इन्ट्री गर्नु पर्यो। प्रेग्नेन्सी रिलेटेड डेथ नभएको केसमा अर्थात् चाहिँ 4वटा कन्डिसन गर्भवतीको बेलामा, प्रसवको बेलामा, सुत्केरी पिरियडको बेलामा र चाहिँ एबर्सन भएको 42 दिनभित्रको डेथ होइन भने चाहिँ उसले चाहिँ त्यही नोटिफिकेसन र स्क्रिनिङ फर्म मात्र अनलाइन पोर्टलमा भर्नु पर्यो भने यदि प्रेग्नेन्सी रिलेटेड डेथ हो भने चाहिँ यो पालिकाले भर्ने हो। तीनटै फर्म चाहिँ अनलाइन भर्ने हो होइन। फिजिकल फर्म चाहिँ पहिलो फर्म जुन नोटिफिकेसन फर्म हुन्छ स्वयंसेविका दिदीहरूले भर्नुहुन्छ, त्यो संस्थामा बुझाउनुहुन्छ। संस्थाले चाहिँ स्क्रिनिङ फर्म भर्छ, पालिकालाई दुईटै फर्म लगेर बुझाउँछ र पालिकाले चाहिँ VA फर्म भरेर तीनटै प्रतिको अनलाइन रिपोर्टिङ गर्ने काम चाहिँ पालिकाको हो। लगभग यति कुराहरू भन्दाखेरि यहाँले बुझ्नुभयो होला र हाम्रो ट्रेनिङ सेसनमा नि यही कुराहरू हुनेछ। यो पहिला तपाईँले हेर्दै गर्नुहुन्छ भने यो फर्म चाहिँ सेयर गरेको र यो भिडियो बनाएर सेयर गरेको हो। यो एकचोटि हेरेर आउनुभयो भने हजुरहरूलाई सजिलो हुन्छ है त।